हेलो गाइस सबैजनालाई नमस्ते मेरो फेसबुक अल फ्यामिलीलाई मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई मेरो तर्फबाट सबैजनालाई नमस्ते भन्दै म चाहिँ आज एउटा भिडियो बनाउन गएको छु। एकदमै मिठो बनाएर पकाउँदै हुनुहुन्छ चिउको तरकारी मरमसला तयार पार्दै हुनुहुन्छ दिदी बहिनी मिलेर ससुरालीमा है। साउने सङ्क्रान्तिको बासी दिन चट्ट लाएर ढिँडोसँग खाने भनेर ढिँडो भात के छिटो हुन्छ एकदमै मिठो बनाएर पकाउँदै हुनुहुन्छ। मासु पनि छ तर मासु नखाने सुकुटी आज चाहिँ चिउ खाने सल्लाह भएर सबैजनालाई भिडियो चाहिँ अलिकति लामो बनेको छ, तपाईँहरू चाहिँ नआत्तिएर हेरिदिनुहोला। चाहिँ लसुन कुट्दै हुनुहुन्छ कुटनामा। चिउ चाहिँ पाकेर तयारी भइसक्यो, म चाहिँ खाने तयारीमा एकदमै मिठो भएको छ। तपाईँहरू पनि यस्तो भिडियो हेर्नको लागि मलाई लाइक कमेन्ट सेयर फलो सब्सक्राइब गर्न चाहिँ नभुलिनु ल। हस् त गाइस सबैजनालाई नमस्ते।